राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनबीच राजनैतिक सहकार्य गर्ने विषयमा 7 बुँदे सम्झौता भएपछि अन्तरिम सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री जगदीश खरेलले नयाँ दिनको नयाँ सुरुवात भएको प्रतिक्रिया दिएका छन्। उनले सामाजिक सञ्जाल फेसबुक मार्फत प्रतिक्रिया सार्वजनिक गरेका हुन्। उनले लेखेका छन्, नयाँ दिन नयाँ सुरुवात, सुन्दर र समृद्ध नेपालको सपना गन्तव्य तय हुँदैछ। मन्त्री खरेल गत पुस 9 गते राजसभाको कार्यालयमा पुगेर राजसभाका नेताहरूसँग संवाद समेत गरेका थिए। उनी राजसभाको कार्यालय प्रवेश गर्नु अघि उत्साहित हुँदै घन्टी बजाएका थिए। त्यस विषयलाई लिएर देशव्यापी रूपमा चर्चा परिचर्चा समेत भएको थियो। अब हेरौँ उनले राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय भ्रमण गर्दाको यो दृश्य। राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा आएर प्रस्ताव गरिएको फागुन 21 को निर्वाचनको सन्दर्भमा एकदमै महत्त्वपूर्ण छलफल गर्यौं। यहाँहरूलाई जानकारी नै छ, जेनजी जनआन्दोलनको जगमा बनेको यो सरकारले प्राप्त गरेको 3वटा महत्त्वपूर्ण म्यान्डेटहरू, एउटा फागुन 21 मा हामीले जसरी पनि चुनाव गर्नु छ, अर्को सुशासन कायम गर्दै सरकार अगाडि बढ्नुपर्ने अवस्था छ र साथमा भ्रष्टाचार नियन्त्रणको लागि सरकारको तर्फबाट आफ्नो तर्फबाट कदमहरू चाल्नु परिरहेको अवस्था छ। यसमध्येमा एउटा महत्त्वपूर्ण म्यान्डेट फागुन 21 को निर्वाचनको सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा आएर हामीले आज महत्त्वपूर्ण र गहन छलफल गरेका छौं र हामीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई धन्यवाद पनि दिएका छौं कि यो निर्वाचनको मिति तोकिए लगत्तै पहिलो पटक राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनमा जानुपर्छ र राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचनमा जान्छ भन्ने स्पष्ट सन्देश राष्ट्रिय स्वतन्त्र पार्टीले दिएको थियो र त्यही सन्देशमा अडिग रहँदै अहिलेसम्म पनि राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचनको बाटोमा अगाडि बढिरहेकोमा हामीले धन्यवाद भनेका छौं। साथमा यहाँहरूलाई जानकारी गराउँ, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेज्यूले हामीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारी मार्फत सन्देश पनि दिनुभएको छ कि सरकारले अहिले निर्वाचनको तयारी जे जसरी गरिरहेको छ यसको म उच्च प्रशंसा गर्छु भनेर चाहिँ नि सभापति रवि लामिछानेले भन्नुभएको छ र त्यही कुरालाई राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारीहरूले दोहोर्याउनु भएको छ र सरकारले गरिरहेको कामको उहाँहरूले पनि प्रशंसा गर्नुभएको छ। यसको लागि म सभापति रवि लामिछाने साथमा सम्पूर्ण पदाधिकारी र राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्यहरूलाई म धन्यवाद भन्न चाहन्छु। र यो बीचमा हामीले एउटा के नयाँ अभ्यास चाहिँ सुरु गरेका छौं भने सरकार भनेको सिंहदरबारमा मात्रै रहनुपर्छ भन्ने होइन र चुनावको सन्दर्भमा पनि उहाँहरूलाई हामीले यो 2 महिना 2.5 महिनाको बीचमा पटक पटक हामीले बोलाएका छौं। सर्वपक्षीय सर्वदलीय मुख्य राजनीतिक दलहरूको बीचमा र स्वयं राष्ट्रिय स्वतन्त्र पार्टीको नेताहरूको बीचमा पनि हामीले द्विपक्षीय र बहुपक्षीय छलफलहरू हामीले पटक पटक गर्यौं। तर यसपटक हामीले के चाह्यौं भनेदेखि निर्वाचनको वातावरण बनाउनको लागि हामी पनि स्वयं मुख्य राजनीतिक दलहरूकोमा जानुपर्छ भनेर हामीले नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, त्यस्तै गरेर राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनमत पार्टी लगायतका मुख्य राजनीतिक दलहरूको कार्यालयमा गएर निर्वाचनको वातावरण बनाउन हामीले चाहिँ नि कोसिस गरेका छौं र हामीलाई के विश्वास भएको छ भने यसरी राजनीतिक दलहरूको कार्यालयमा जाँदाखेरि अहिले निर्वाचनको वातावरण बनेको छ र उहाँहरूसँगको भेटघाटले हामी उत्साही भएका छौं र सरकारलाई अझै बढी पहल पुगेको महसुस गरेका छौं र मैले यहाँहरूलाई भन्दै आएको छु, अब मुलुक निर्वाचनको महोत्सवमा, निर्वाचनको महायज्ञमा अगाडि बढिसकेको छ, होमिएको छ। अब फागुन 21 गते निर्वाचन हुन्छ र यो सन्देश यहाँहरूले पनि सर्वत्र दिनको लागि म अनुरोध गर्दछु। मन्त्रीज्यू अघि आउने बित्तिकै घन्टी बजाउनु भयो, घन्टी बजाउने हतारमा त होइन, कतै कार्यालयमा प्रज्वलित घन्टी बजाउनु भयो, के हो यो चाहिँ? यो प्रश्न प्रायोजित होइन है। होइन, म राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा आइराख्दाखेरि मलाई चाहिँ नि हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मेरो मित्र कविन्द्रजी उहाँले पनि घन्टी बजाउनु पर्छ भन्नुभयो र तपाईहरुले नै पनि घन्टी बजाउने कि भन्नुभयो। यहाँहरूलाई जानकारी गराउँ, घन्टीसँगको नेपाली जनताको सम्बन्ध, खास गरेर हिन्दू धर्मावलम्बीको पनि सम्बन्ध, खास गरेर विद्यार्थीहरूको सम्बन्ध,
जोसुकैको पनि सम्बन्ध घन्टीसँग यति नजिक छ कि हेर्नुहोस्, स्कुलमा हामीले पढ्दाखेरि घन्टी बज्थ्यो, घन्टीको आवाजसँगै हामी अगाडि बढ्थ्यौँ। तपाईँ मन्दिरमा जानुहोस् घन्टी बजेको हुन्छ, साइकल चढ्नुहोस् घन्टी बजेको हुन्छ। कहिलेकाहीँ मनमा तपाईँका आत्मीय मनहरूसँगै हुँदा मनभित्र पनि घन्टी बज्छ। त्यसैले मनभित्र पनि घन्टी बज्छ होइन। र यहाँहरूलाई म जानकारी गराउँ, म राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा आइराख्दाखेरि यो घन्टी त मैले मन्दिरमा पनि देखेको थिएँ, देखिरहेको छु, हामी सर्वत्र देख्छौँ। उहाँहरूले घन्टी बजाऊ भन्नुभयो। म सरकारको प्रवक्ता, सञ्चार तथा सूचना प्रविधि मन्त्री, फागुन 21मा चुनाव गर्नु छ, सुशासन कायम गर्नु छ, भ्रष्टाचार नियन्त्रण गर्नु छ। भ्रष्टाचारीहरूको लागि यो खतराको घन्टी हो। चुनाव गर्नको लागि यो चाहिँ बडो चाहिँ आत्मीय र चाहिँ मनोभाव बुझेको घन्टी हो। त्यसैले मैले घन्टी बजाएको चाहिँ फागुन 21मा हामीले कुनै पनि हालतमा चुनाव गर्नुपर्छ है भनेर सरकारको प्रवक्ताले चुनाव गर्नका लागि यो घन्टी बजाएको म तपाईँलाई जानकारी गराउँछु। योभन्दा सम्भवतः 25-26 वर्ष अगाडिदेखि हामी सँगै कुनै रेडियो कुनै टेलिभिजन मार्फत सँगै सहयात्रा गरेको, मभन्दा अलिकति उमेरले र धेरै अनुभवले, उहाँ सिनियर हो, अनुभवी हो र अहिले एक हिसाबले भन्यो भने राजनीतिक अथवा चाहिँ सामाजिक अथवा व्यक्तिगत हिसाबले उहाँको होराइजन क्षितिज एकदमै फराकिलो छ र उहाँसँग हामीले विगतदेखि सँगै सहकार्य गरेको हो, साथी हो, उहाँ चाहिँ महत्त्वपूर्ण व्यक्तित्व हो, त्यो यहाँहरूलाई भन्नै परेन। अब अहिले उहाँ राजनीतिमा आउनुभयो, अब म के गर्ने भन्ने तपाईँको प्रश्न छ भनेदेखि अहिले यहाँहरूलाई म जानकारी गराउँछु। म अहिले सरकारको प्रवक्ता छु र अहिले म सञ्चार तथा सूचना प्रविधि मन्त्री छु। यो सरकारको दायित्व के हो भनेदेखि हामीले जसरी पनि फागुन 21मा चुनाव गराउनु छ, सुशासन कायम गर्नु छ र भ्रष्टाचार नियन्त्रणको लागि कदमहरू चाल्नु छ र सम्माननीय प्रधानमन्त्री सुशीला कार्की ज्यूको नेतृत्वमा हामीलाई असफल हुने छुट छैन, सफल हुने छुट छ। त्यसैले मेरो प्रथम दायित्व सम्माननीय प्रधानमन्त्रीज्यूलाई सफल बनाउने। सम्माननीय प्रधानमन्त्रीज्यू सफल हुनु भनेको सरकार सफल हुनु हो, सरकार सफल हुनु भनेको चाहिँ देश सफल हुनु हो। त्यसैले देशलाई सफल बनाउनतिर लाग्नुपर्नेछ। अरू बाँकी कुराहरू चाहिँ अब के हुन्छ त राजनीतिमा आउने नआउने, कसरी अगाडि बढ्ने, के गर्ने भन्ने कुराहरू चाहिँ समयलाई छोडौँ र तपाईँहरूको चाहनालाई पनि छोडौँ।